यहाँहरू सम्पूर्णलाई नमस्कार। यति बेला म घोडागोडी नगरपालिका 2 साँडेपानीमा रहेको म आफ्नो घरमा रहेको छु, आफ्नै निवासमा रहेको छु र हाम्रो घरमा यति बेला मेरो पूजनीय बाजे मेरो सफलताको, मेरो जीवनको एउटा महत्त्वपूर्ण अङ्ग र मलाई मान्छे जस्तो बनाउनमा चाहिँ एउटा ठुलो जीवन दिने व्यक्तित्व हुनुहुन्छ र उहाँलाई मैले जतिसुकै सम्मानजनक शब्द प्रयोग गरे पनि त्यो अपुग हुन्छ, त्यो सानो हुन्छ। उहाँप्रति मेरो कोटि कोटि नमन छ। म संसारको जुनसुकै ठाउँमा गए पनि भए पनि मेरो मस्तिष्कमा अनि मेरो आँखाको डिलमा उहाँलाई राखिरहनेछु र आज बाजेसँग म महत्त्वपूर्ण विषयमा कुराकानी गर्दैछौँ। पारिवारिक कुराकानी हाम्रो भइ नै रहन्छ, आपसी माया मोह बढी नै रहन्छ, साटासाट भइ नै रहन्छ। आज कालीकोटको लालुमा जन्मिएका एउटा सिद्ध पुरुष राष्ट्रगुरु योगी नरहरिनाथको बारेमा उहाँसँग भलाकुसारी गर्दैछौँ। उहाँ आफै पनि योगी नरहरिनाथसँग दाङको बेलझुन्डीमा 3 वर्ष सँगै बस्नु भएको थियो। त्यसैले नजिकबाट उहाँ योगी नरहरिनाथलाई चिन्नुहुन्छ। उहाँका धेरै कुराहरू उहाँको मस्तिष्कमा ताजै छन्। उहाँको जन्म के कसरी भयो त्यो बारे बाजेले यति बेला भन्दै हुनुहुन्छ। बाजे, हजुरले यति बेला नरहरिनाथको जन्म र परिवारको बारेमा भनिदिनु पर्यो। त्यसैले मेरा पनि अब अहिले मेरो उमेर 2007 साल जेठ 19 गते आइतबार जन्म भएको हो मेरो। अब त्यो ठाउँ तलतिर केही 6-7 गडाभन्दा तलतिर माथिबाट मेरो घरबाट बोलायो भनेपछि तलको मान्छे सुन्ने नजिकै हो। एक फलाम जति पनि छैन टाढा। तलीबाटी उहाँ गुरु योगी नरहरिनाथज्यूको जन्म स्थल हो। त्यो माथि पनि पिपलको रुख उभाथेको थियो मेरो घर। त्यति नजिक हो। बारसौडो भन्नाले एउटै टोल हो। त्यसै ठाउँमा अब बजैको नाम गौरी देवी हो। बाजाको नाम ललित सिंह थापा हो। तर उहाँको दुवै परिवारको अब साँझ केही समयमा त्यो घरमा अब बिस्तारैमा सुतिसकेको समयमा अब ज्याग हुनु थियो त अब त्यो भइसकेपछि अब उहाँलाई निद आएर सट्टै निद आएपछि बजैले सपना देख्नुभएको छ। पुरा पुनीको चन्द्रमा ठ्याक्कै आफूले खल्लै निलेको देख्ने बेला त्यतिखेर झल्यासै भएर बिउजिन्। अन्त बाजेलाई बिउजाइछन्, मैले त यस्तो सपना देखेँ, के हुने हो, कतै आफू मर्ने हो कि भन्ने जस्तो लाग्यो अरे। हामीले जियासँग भन्दा पनि मैले सुनेको कुरा हुन्। हामी ठुलै हुन्थी पनि बाजे र बजै छँदै थिए। हाम्री मम्मीसँग बजैले कुरा गरेका हुन्, आफूले त्यति झर्को माने अरे यस्तो भइसक्यो, अब म मर्छु कि भन्ने जस्तो लाग्यो र अन्त बाजेलाई बिउजाएर यस्तो सपना देखेँ, कसो हो भनी सोध्ने बेला बाजेले उठ 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 भन्नुभयो। बिस्तरबाट उठिन्। अब के गर्ने, त्यो पुरै छारो छाडेर त्यो फाल्ने। अब फेरि पुरै चारै कुना घर लिप्नु पर्यो, दियो बाल्नु पर्यो भन्नुभयो र उपदेश दिने बेला अब त्यो बजैलाई निद नआउने, निद आए पनि निदान समय नमिल्ने, त्यस्तै उज्यालो गराउने भन्ने
त्यो विचारमा आयो। बाजे पनि एउटा अलिकता ज्ञानी हुनुहुन्थ्यो। उहाँले बजैलाई सुत्न नदिएर छारो बटारेर फेरि घर लिपेर चारै कुनामा दिया बालेर ठिकठाक गरेपछि अब के गर पुरिहाल। फेरि पुरिहाल्नपछि लाग्नुभयो। गहुँको पिठो मिचेर पुरी हाल्नपछि लाग्नुभयो। पुरी हालेर राखिसकेपछि अलिकता कुरमुरे उज्यालो हुने समय थियो। अब भैँसी त्यो बजैले दुनुहुन्थ्यो। अब त्यो भैँसीलाई घाँस चाहिन्थ्यो। घसेको भैँसी अब पासा घाँस रहेनछ। अब त्यही घाँस काट्न भनेर अझ गडातिर गइसकेपछि घरभन्दा तलतिर 2 गडाको पर छोडतिर एक ठुलो टिमिलाको रुख रहेछ। त्यो टिमिलाको रुख नजिक त्यसकै भित्तामा बिराल्चो लमथम घाँस पलाएको पालेको रहेछ। त्यो साँचिएको त्यौडाइ घाँस काट्न जाने बेला ठ्याक्कै त्यो टिमिलाको जड्डाइ उभो झल्ल सेतो पट्टको टिमिलाको फुल पाइछन्। फुल पाइसकेपछि त्यो फुल टिपिन्न। त्यसको त ज्ञान अलिकता अगाडि पनि उहाँले सुनिराखेका थियो। लक्ष्य राम्रो हुन्छ भनेर अत त्यो फुल आँचामा हाल्नुभएछ। फेरि एक अँगालो घाँस काटेर ल्याएर भैँसो दुने घाँस त्यो राखिसकेपछि त्यो फुल लिएर भित्र बाजेलाई देखाउने बेला बाजेले एक हात कपडा राम्रो कपडा च्याते बनाएर त्यसै कपडामा हालेर त्यो दियो बालेको ठाउँमा लिएर राख्नुभयो। अन्त बजैले भैँसो दुनुभयो। झल्ल उज्यालो भइसकेपछि अन्त त्यो पनि काम भएको त्यो सबै परिवार बिउजिसकेपछि अब अरूले पनि देख्न पाए। उहाँ बाजेभन्दा उहाँ गुरु योगी नारायणज्यूभन्दा जेठा उहाँका दाइ मानसिंह थापा नाम भएका हुनुहुन्थ्यो। अब त्यसैमा त्यही लक्ष्य बुझ्दैन। अब केही वर्ष पछाडि अब अहिले 1971 साल फाल्गुन 17 गते आइतबारका दिन योगी नारायणज्यूको जन्म भएपछि अरू यथार्थ कुरो मसँग भन्ने मान्छे र अथवा मैले सोध्न पनि सकेन। मेरो उमेर हुन्छ। बाजे उनका दाजुभाइ कति हुन्? सङ्ख्या भन्नुहोस् त। उहाँका दाजुभाइ 6 वटा हुन्। 6 वटा। दिदी बहिनी? दिदी बहिनी एउटी हुन्। एउटी? मैले देखेकी र सुनेकी। हजुर। अनि योगी नारायणनाथको खानपिन कस्तो हुन्थ्यो? भोजन कस्तो खानुहुन्थ्यो? उहाँको भोजन के भनिदिनुहोस्। उहाँभन्दा पछाडिको भनौँ मैले साथ गरेको 3 वर्षसम्म दाङ बेलजुङ्गीमा विश्वविद्यालय खोल्ने समय थियो। म पनि 26 सालमा त्यहाँ गएको हुँ। 26, 27, 28 साल। खानपिन के कस्तो खानुहुन्थ्यो त्यो भनिदिनुहोस् त ठ्याक्कै खानपिन। हो त्यतिखेरको मैले साथसङ्गत गरे अनुसार उहाँले खानपिन हाम्रै खाने खानुहुन्थ्यो। तर उहाँले खुर्सानी नखाने, नुन नखाने, माछा मासु नखाने, चिनी हालेको चिया नखाने। त्यो चिनीमा दोष हुन्छ भन्नुभयो। आफैले देखेको कम्पनीमा गएरै त्यहाँ भनेपछि अलिकता त्यो हड्डी मिलाउँदा मैले देखिया हो। त्यस कारणले त्यो म खान्न भन्नुभयो र त्यहाँ हामी चिनी नहालेको चाह बनाउँथ्यौँ गुरुजीलाई। अन्त खाना हामीले बनाउँथ्यौँ। खाना पनि उहाँले हाम्रै पालामा बसेर खानुहुन्थ्यो। उहाँलाई राम्रो अब तर अरू मसला हाल्ने, हल्दी पनि हाल्ने, सभा राम्रो जस्तो बनाइदिने। तर खाने बेला नुन छैन, खुर्सानी छैन। बाजे नारायणनाथ रिसाउनु हुन्थ्यो कि नै? हँसिलो कतिको हुनुहुन्थ्यो?
उहाँ अब सबै कसैलाई नरिसाउने सम्झाउने कुरातिर लाग्ने मान्छेले गलत गरे भए पनि हो कौलो वचनबाट यस्तो काम गर्ने होइन मानिले यो तर्फ यस्तो ज्ञानबाट यस्तो संस्कृतिबाट काम गर्ने हो यस्तो यो भाषा बोल्दाखेरि यसरी बोल्नुपर्छ भनेर मानिले पहिला सम्झाउने सम्झाइकन मानेन भने त्यो मान्छेलाई गेट आउट गरिदिने अनि मोटाघाटा अग्ला कस्ता हुनुहुन्थ्यो मोटाघाटा चारपाटे पटका त्यो सेता पनि मोटाघाटा पनि आँखा पनि ठुल्क्या नै अनि चण्डी पनि चाक्लै कान पनि ठुल्काइ हजुर मोटाघाटा पगिटा यति मोटा पगिटा हुन् नारायणनाथको कपडा कस्तो लाउनुहुन्थ्यो उहाँ पहिरन कस्तो थियो नारायणनाथको उहाँको पहिरन पहेँलो उभो भोटो उदो पहेँलै लुङ्गी पहिर्ने गेरुवा रङमा मिचेर पहेँलो बनाउने अनि धोया पनि त्यस्तै हो धुँदाको दिन पनि हामीले पनि धुन्थ्यौँ ल त भाउ धोइदे भनेपछि हामी धुन्थ्यौँ धोइसके पछाडि अन्त गेरुवा रङमा त्यो चोपो बनाएर अन्त पराउँदो डाँसिदिने सुकाउन हाल्ने बाजेलाई अब अर्को मैले जिज्ञासा राखेँ नारायणनाथले घरेलु औषधि उपचारमा एकदमै धेरै चाहिँ जे होस् निपुणता हासिल गर्नुभएको थियो भन्ने सुनेको छु अनि सँगसँगै जस्तै कहिलेकाहीँ वन जङ्गलमा जाँदा कुन चाहिँ बोट बिरुवाको कुन भाग पात जडा काण्ड कुन भाग कुन औषधिका लागि काम लाग्छ भन्ने कुराको धेरै राम्रो ज्ञान थियो अरे यो बारे तपाईँले के बुझ्नु भएको छ छोटो भनिदिनुहोस् त भनेपछि बोनो गएर उहाँसँग अब सङ्गत पनि भएन त्यो बोनका बिरुवा पनि उहाँले हामीलाई देखाउन पाउनु भएन तर उहाँले लेखेर पुरै तर काठमाडौँमा उहाँको पुस्तकालय पनि छ तलीको तलो पनि पुस्तकालय वरपरै छ माथिल्लो तलो पनि वरपरै छ त्यसै पुस्तकालयमा तपाईँ जानुभयो भनेपछि अनि कस्तो किताब लिने के ज्ञान लिने कि विज्ञान लिने कि अब औषधालयको लिने कि कस्तो कस्तो केही इतिहास लिने कि हाम्रो पुरै नेपालमा बसोबास भएका हामी दाजुभाइ जति छौँ त्यतिको उहाँसँग अरूभन्दा तलका थारूहरूको पनि इतिहास छ अरूभन्दा यहाँ राउटेहरूको पनि इतिहास छ त्यस्तै उहाँले बनाएका हुने इतिहासहरू हरेक त्यो विभिन्न किसिमका शिक्षाका किताबहरू त्यहाँ टन्नै छन् त्यहाँ गएर तपाईँले हेरेर छानेर लिन सक्नुहुन्छ फेरि औषधालयको औषधिका पुस्तकहरू पनि छपाएर कैयौँ अन्तारी पनि छन् मसँग पनि जना 3 हुन् अब बजाङको बिचारा एक ठकुरी आएर पोहोर साल मबाट 3 किताब लिएका छन् हजुर हजुर फेरि 1-2 किताब मेरो पास पनि माथि होलान् कालीकोटमा हजुर योगी नारायणनाथले चाहिँ अब विभिन्न जात जातिका मानिसहरूको चाहिँ वंशावली लेख्नुभयो देशमा मात्रै होइन विदेशमा समेत कोटी होम गर्नुभयो र नेपाल एउटा स्वतन्त्र राष्ट्र निर्माणका लागि पनि उहाँले अतुलनीय योगदान दिनुभयो उहाँले चाहिँ विभिन्न चाहिँ धार्मिक पीठहरू भारतका पनि विभिन्न ठाउँको चाहिँ भ्रमण गर्नुभयो र कैयौँ पटक चाहिँ हिन्दू राज्यको बारेमा बोल्दा नेपाललाई एउटा स्वतन्त्र देश बनाऊ भनेर लाग्दा अनि यस्तो कामहरू गर्दा जेल जीवन पनि बिताउनु पर्यो र उहाँ एउटा एकदमै सिद्ध पुरुषको रूपमा चाहिँ काम गर्नुभयो 74 वर्षीय मेरो आदरणीय बाजेले चाहिँ यति बेला उहाँको बारेमा केही कुराहरू जानकारी दिएर एउटा इतिहास है लाई सम्झाउने काम गर्नुभएको छ बाजेलाई धेरै धन्यवाद दिन चाहन्छु ओके धन्यवाद